कुरिलो औषधि बालीको रूपमा खेती गरिन्छ। यो यस्तो बिरुवा हो जसलाई औषधि बनाउन प्रयोग गरिन्छ। नेपाल बाहेक चीन, भारत, साउथ अफ्रिका, बङ्गलादेश, अस्ट्रेलिया आदि देशहरूमा पनि यसको खेती गरिन्छ। पशुमा दूध बढाउनका साथै पाचन शक्ति बढाउन, छालाको रोग सुधार गर्नका साथै मानव शरीरको धेरै रोग निको पार्नका लागि कुरिलोको बोटको प्रयोग हुने भएकोले यसको माग धेरै उच्च रहेको छ। कुरिलोको बोटको माथिको भागमा काँडा हुने भएकोले जनावरले पनि यसलाई खासै खान सक्दैनन्, न त यसमा कुनै रोग नै देखिन्छन्। त्यसैले किसानले यसको खेती गरेर राम्रो आम्दानी गर्न सक्छन्। कुरिलो खेतीको लागि उपयुक्त माटो, हावापानी र तापक्रम। कुरिलोको जरा माटोमा 6 देखि 9 इन्च गहिराइमा पाइन्छ। त्यसैले यसको खेती गर्न बलौटे माटो चाहिन्छ। बलौटे जमिनमा यसको जरा फैलिन सजिलो हुन्छ। यसबाहेक हल्का कपास जस्तो माटोमा पनि यसको खेती गर्न सकिन्छ। पानीको राम्रो निकास भएको जमिनमा कुरिलो खेती गर्दा बढी उपयुक्त मानिन्छ। यसको बिरुवाको राम्रो विकासको लागि न्यानो र आर्द्र हावापानी आवश्यक हुन्छ। जुन क्षेत्रको तापक्रम 20 देखि 50 डिग्री सेल्सियस तापक्रमको बीचमा हुन्छ, त्यो क्षेत्र कुरिलो उत्पादनको लागि निकै राम्रो मानिन्छ। चिसो क्षेत्र बाहेक जुनसुकै ठाउँमा पनि यसको खेती गर्न सकिन्छ। कुरिलोको विभिन्न प्रजातिहरू पनि पाइन्छ। कुरिलोको बीज रोपण विधि। कुरिलोको बिउ रोप्ने कार्य बिउको रूपमै गरिन्छ। बिउ उमार्न नर्सरी विधिको प्रयोग गर्नुपर्दछ। प्लास्टिक ट्रे वा ससाना प्लास्टिकका ब्यागहरूमा बिउ उमार्न सकिन्छ। बिउ रोपेको 20 देखि 25 दिनमा खेतमा सार्नका लागि तयार हुन्छ। बिरुवाको सिँचाइ। कुरिलोलाई धेरै सिँचाइको आवश्यकता पर्दैन, तर मौसम हेरी 10 देखि 15 दिनमा एकचोटि सिँचाइ गर्नुपर्दछ। तर सिँचाइ गर्दा पानी जम्न दिनु हुँदैन, अथवा पानी धेरै जमेको छ भने त्यसलाई तुरुन्तै निकास गर्नुपर्दछ।